मेरो कामहरू चाहिँ कहिले नसकिनु भयो क्या। आज पनि एउटा काम आइसकेको छ। यो कामलाई चाहिँ मैले कति दिनदेखि पेन्डिङमै राखेको थिएँ। आज चाहिँ नि अब यो कामलाई चाहिँ पुरा गर्छु भनेर लागिरहेको छु। अब पेन्डिङमा किन राखेको भन्नुहुन्छ भने चाहिँ नि बाहिर निस्किने सक्ने स्थिति नभएर कि अहिले वेदरहरू एकदम खराब भइरहेको हुन्छ नि, छिनमै पानी पनि छिनमै घाम लाग्नु भएर चाहिँ नि आज नि यसो हेरेको वेदर चाहिँ एकदम क्लियर भएको भएर अब छिटो छिटो गरेर यो काम चाहिँ सकाइदिइहालौँ भनेको है। अब वेदरले चाहिँ साथ दिए हुन्थ्यो, राम्रोसँग गरेर राम्रोसँग आउन पाए हुन्थ्यो है। पानीहरू पऱ्यो भने लास्टै झ्याउ हुन्छ। अब काम चाहिँ धेरै ठुलो पनि होइन, सानै काम हो। अब म चाहिँ बाहिर निस्किनको लागि रेडी भइसकेको छु होइन। पानीहरू नपर्दै हुन्थ्यो, वेदर राम्रो भइदियो हुन्थ्यो, राम्रोसँग गएर राम्रोसँग आउन पाए हुन्थ्यो। अब यो सानो काम चाहिँ के भन्नुहुन्छ, मेरो छोराको हेयर कट गर्नु थियो कि उसले चाहिँ कति टाइमदेखि चाहिँ मैले यो कामलाई पेन्डिङ राखेको भनेकै हेयर कट गर्ने हो होइन। अब यो टाइममा चाहिँ ऊ कति